सो हेलो नमस्ते मेरो प्यारो प्यारो इष्ट मित्र त दाजुभाइहरू आइप सबैजना सन्चै नै फिट एन्ड फाइन हुन्छ होला। म पनि सन्चै नै फिट एन्ड फाइनै छु। फेरि पनि आइसकेको छु तपाईँहरूको माझमा नयाँ दिन र नयाँ भिडियोको साथमा है। भिडियोमा पनि एकदम सपोर्ट गर्नु पर्यो हैन। अनि यहाँ चाहिँ हाम्रो बाटो बन्दैछ क्या। यहाँ चाहिँ यहाँ त हुन्छ नि बाटोको साइड रेखा हुँदैछ क्या। रेखा हान्दैछ नि त्यही नै त्यो हुन्छ नि त्यो बाटोको छेउछाउ क्या हुन्छ नि त्यो येलो कलरको मार्क लाउँदैछ क्या धर्का बिचमा दामी देखिन्छ नि त एकदम बवाल देखिन्छ। त्यही भएर लाउँदैछ। अनि अहिले चाहिँ के हो भने पनि म चाहिँ हल्का खेततिर जाँदैछु क्या। हाम्रो बिउ राख्नुपर्ने बर्खामा होइन। बर्खा लाग्यो आज चाहिँ पानी परेको छैन। नभए पानी परे गर्छ लास्टै पर्छ। हिजो पनि लास्टै पऱ्यो रातभरि पानी परेर। अहिले त सुकु नभए यता पनि भरेको थियो पानीहरू अहिले छैन। अनि अहिले चाहिँ के हो भने हामीले बेड बनाएको छौँ क्या। त्यो धान छर्ने ठाउँ होइन बिउ राख्छ नि हो त्यो बनाएको छ। त्यो हेर्न जाँदैछु। पानी हालेको थियो क्या। पानी हालेको थियो अनि त्यही हेर्न जाँदैछु सुको भने फेरि हाल्नु पर्ने हुन्छ नि त। त्यही भएर जाँदैछु हेर्न अहिले चाहिँ म। अनि यस्तै छ वेदर चाहिँ होइन। यस्तै छ। यो चाहिँ हाम्रो मकैबारी हो होइन। यो चाहिँ दालबारी हो उता पर हाम्रो घरदेखि पल्लो गाउँको हो क्या यो चाहिँ। अनि यस्तै छ। यहाँ चाहिँ धान रोप्नु पर्ने हुन्छ। यो बेड चाहिँ हाम्रो बेड भनेको चाहिँ यही हो। ए पानी रहेछ। पानी सकेको भए चाहिँ हाल्नु पर्थ्यो। अहिले चाहिँ पानी सकेको रहेछ त्यही भएर हाल्नु पर्दैन फ्याम होइन। त्यही नै हो। अब पानी परेर पनि त्यति सुक्न दिएको छैन क्या। हिजो रातभरि पऱ्यो नि त त्यही भएर यस्तै छ फ्याम होइन। अनि तपाईँहरूको हालचाल कस्तो छ? तपाईँहरूकोतिर धान रोपाइहरू तयारी कस्तो चल्दैछ होइन त? हाम्रोतिर त हुँदैछ टक्कसँग। आज चाहिँ वेदर एकदम दामी भएको छ फ्यान होइन। पानी परेर बब्बाल भएको छ वेदर। भेरी गुड वेदर। आइ एम ह्याप्पी टुडे। वेदर चाहिँ एकदम दामी भएको छ पानी परेर। यहाँ पनि पानी जमेको छ क्या। पानी जमेर भेगु त कराइरहेको छ। दिदी कहाँ हुन्छ? आज चाहिँ के हो भने म धेरै 2-3 दिन भयो भिडियो नहालेको होइन। वाइटीमा हालेको थिइनँ क्या मैले चाहिँ। अब त्यस्तै अब भनौँ न अब क्लास गयो आयो त्यस्तै कामहरू हुन्छ। त्यही भएर भ्याइँदैन क्या भिडियोहरू बनाउने। त्यही भएर यस्तो काम भइरहेको छ। अन्य भिडियो बनाउनै भ्याइँदैन क्या फ्यान। के भन्नु त्यही नै हो। अहिले त के भन्नु यस्तै छ हेर्न। धान सुकायो। यता छिमेकीहरूको मकै हो। बर्खा लागिसक्यो अझै भाँचेको छैन होइन। धान तिन तिर्पल सुकाएको छ धान 8 बोरा जति होइन। कति हुन्छ आधारमा त्यही नै फ्याम होइन। यस्तै छ वेदरहरू चाहिँ। यसमा टक्कसँग यहाँ लिची बेचेको क्या फ्यानहरू फेरि हाम्रो लिची नै। माथि छ फेरि फ्यान माथि छ क्या। यहाँ हेर्न यहाँ रातो छ तर के गर्नु भेट्नु पर्यो नि फ्यान। त्यहाँ आएको के बेच्यो क्या वहाँ पनि थियो। बेच्यो
आज बेचेको 2000 को लिची। यो बोटको भन्दा यो बोटको चाहिँ अलिक गुलियो छ क्या। यो बोटमा थोरै फल्यो पनि मिठो गुलियो छ। यो बोटको चाहिँ फेरि त्यति मिठो छैन, खल्लो खल्लो छ क्या। यहाँ देख्नुहुन्छ हाम्रो सानो सानो चल्लाहरू छन्। यहाँ चाहिँ सब लोकल है फ्याम, फेरि सब लोकल। अनि यहाँ हाम्रो घरको सेक्रेटरी रक भाइ होइन। यहाँ चाहिँ हाम्रो भेडा, यो हाम्रो भेडा मेबी यो दसैँसम्म होला है। होइन बलियो छ है भेडा चाहिँ। त्यही नै फ्याम। यहाँ चाहिँ फेरि हाम्रो भालेहरू छ है टक्कोसँग। मेरो पनि दसैँसम्म नै होला नि, सब दसैँसम्मलाई मात्र। अनि हल्का खोकी पनि लागिरहेको छ, त्यही भएर पनि भिडियोहरू हाल्नु भ्याएको थिएन क्या म चाहिँ। अनि के देखौँ। अनि यहाँ चाहिँ हाम्रो बिरतामठ, यहाँ चाहिँ फेरि त्यो बिरतामठमा किङ्सबरी छ नि फ्यान। हो त्यो किङ्सबरीमा एउटा अङ्कलको सेयर छ क्या। त्यो किङ्सबरीको अङ्कलले यहाँ पनि केसिनो बनाउने अरे क्या। यहाँ केसिनो बन्दैछ, केसिनो राइट। यहाँ पनि केसिनो बन्दैछ। यो चाहिँ अफिस भयो। अनि यहाँ चाहिँ केसिनो हुन्छ, 3-4 तले हुन्छ। टपमा चाहिँ केसिनो हुन्छ। अनि फर्स्ट फ्लोरमा गाडीहरू राख्ने के त्यस्तै गाडीहरू राख्ने हुन्छ। अनि थर्ड फ्लोरमा चाहिँ उनीहरू मान्छे बस्ने, फोर्थ फ्लोरमा चाहिँ केसिनो हुन्छ होला। अनि हामीले अस्ति ढलाइ गरेको चाहिँ यही हो, यहाँ ढलाइ गरेको थियौँ यसमा क्या। यसमा ढलाइ गरेको थियौँ। अनि मैले पनि एकछिन 1-2 घन्टा सघाएको थिएँ होइन। 1-2 घन्टा सघाएको 1000 कमाएको थिएँ क्या। अङ्कलले फेरि मायाले नै दिनुभएको थियो मलाई चाहिँ 1K दिनुभएको थियो। ह्याप्पी भएको थियो नि फेरि म चाहिँ। अब थोरै छैन नि। त्यही नै फ्याम। अरू त के भन्ने, यस्तै छ जिन्दगी। गर्मी लास्टै छ होइन। बिहानै उठ्यो, क्लास गयो आयो, त्यस्तै छ। पढ्यो खायो, त्यही अहिले भनेको त्यस्तै चलिरहेछ होइन। यस्तै छ वेदर चाहिँ। फेरि आज ओभर घाम लागेको छ होइन। यहाँ फेरि यो चुली देख्न सक्नुहुन्छ। यो चाहिँ ऊ क्या झन्डी डाँडा भन्ने ठाउँ यही हो फ्याम। अस्ति नै हामी गएको थियौँ। अनि यहाँ चाहिँ हाम्रो म्याङ्गो छ। त्यति फलेन हौ लामो जस्तो। पनि के भयो योचोटि आफै फलेन, के भयो।